चलाउने पुलिस अनि त्यहाँबाट एम्बुलेन्सले। तर यहाँनिर त त्यहाँबाट त्यति बेला पाइलट दिएपछि अहिलेको सरकारले क्रिटिसाइज गर्ने कि मन्त्रीको अगाडि पाइलट लगाएर साइरन बजाएर हिँड्नु हुँदैन, यो चाहिँ भिआइपी कल्चर भयो भनेर भन्थ्यो। अनि यो सरकार आएर पाइलट हटाएपछि अहिले त सबै भिआइपी गाडीहरूमा चाहिँ उहाँहरूको चाहिँ जम्मै साइरन लगाएको रहेछ। यति साह्रो साइरन लाउँदै कुद्छ। साइरन बजाउने के जरुरत छ? बिमारी हुन्छ, कुको हुन्छ, अघि उहाँहरूको लागि चाहिँ साइरन बजाएर एम्बुलेन्स जाँदा ठिकै हो। तर यति साह्रो भिआइपी कल्चरलाई सरकारले प्राथमिकता दिएको छ र यसरी आज उहाँले सरकारी पदको दुरुपयोग गरिरहेको छ सरकारले। यस कारणले गर्दाखेरि यसरी मन्त्रीहरूले, यो त एउटा उदाहरण मात्रै हो, यस्तो त हजारौं उदाहरणहरू जहाँ सिक्किममा आज छ र यो कुराहरूमा चिन्तन मनन आज गर्नुपर्छ र यसरी मन्त्रीले दुरुपयोग गरिरहेको छ। र अन्य त अब अनेक